नेपालमा गणतन्त्र स्थापनाको झन्डै 1.5 दशक भन्दा बढी समय हुन लाग्दा दर्जन भन्दा बढी पटक सत्ताको हेरफेर भएको छ। दलीय राजनीति देश र जनताप्रति भन्दा सत्ताको खेल वरिपरि मात्र घुमिरहेको छ। गरिबी र बेरोजगारीका कारण दैनिक हजारौं युवाले देश छोडिरहेका छन्। मुलुकको अर्थतन्त्रमा कालो बादलका संकेत देखा पर्न थालेका छन्। मुलुकको बिग्रँदो वर्तमान अवस्थाले जनतामा चरम निराशा छाइरहँदा वर्तमान व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको छ। नमस्कार, म बसन्त खड्का। दि अब्जर्भरको आजको श्रृङ्खलामा पूर्व राजाको सार्वजनिक अपिलपछि राजनीतिक दलका नेताहरू कसरी रक्षात्मक बन्दै गइरहेका छन् भन्ने बारेमा विवेचना गरेका छौँ। संविधान सभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्य घोषणा भएको 1.5 दशक भन्दा बढी समय हुन लाग्दा व्यवस्था परिवर्तन र राजा फर्काउने विषयमा बहस र अभियानहरू जारी नै छन्। तथापि पूर्व राजा ज्ञानेन्द्र शाह स्वयं भने दलहरूका गतिविधि र मुलुकको अवस्थाप्रति बेला बेलामा असन्तुष्ट बने पनि सार्वजनिक अपिल गरेरै जनताको साथ खोज्ने गरी मुखरित भएका थिएनन्। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। आफूलाई साथ दिन जनतासँग सार्वजनिक अपिल गरेका पूर्व राजा शाह त्यस लगत्तै देशका विभिन्न भूभागमा भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले राम्रै जनसमर्थन पनि पाए। पछिल्लो पटक जब उनी पोखराको भ्रमण सकेर फागुन 25 गते काठमाडौँ फर्किए, काठमाडौँमा उनले प्राप्त गरेको जनसमर्थन अनपेक्षित थियो। अनौठो त के भने, यसअघि पूर्व राजाका अभिव्यक्तिप्रति कडा रूपमा प्रस्तुत हुने र उनलाई जेल हाल्नेसम्मका अभिव्यक्ति दिने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेताहरू यसपटक उनको अपिलबाटै रक्षात्मक बन्न पुगे। पूर्व राजाले काठमाडौँमा प्राप्त गरेको अभूतपूर्व जनसमर्थनले त देशको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीदेखि नेताहरूलाई समेत थर्कमान बनाएको छ। ज्ञानेन्द्र शाहले काठमाडौँमा प्राप्त गरेको जनसमर्थनपछि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रभावशाली नेताहरूले दिइरहेको अभिव्यक्तिले त्यसलाई पुष्टि गर्छ। म अस्ति फागुन 7 गतेको लागि अघिल्लै दिन बेलुका 6 गते नै पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानुनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुहोस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? पूर्व राजाको अपिल लगत्तै सार्वजनिक मञ्चमा बोल्ने क्रममा प्रधानमन्त्री सहितका शीर्ष नेताहरूले उनलाई राजाकै रूपमा नभएर निर्वाचनको माध्यमबाट राजनीतिमा सक्रिय हुन सुझाव दिइरहेका छन्। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। त्यति नै बेला उनीहरूले ज्ञानेन्द्र शाह राजाकै रूपमा मुलुकमा पुनः फर्किएमा त्यसले अर्को द्वन्द्व निम्त्याउने चेतावनी समेत दिइरहेका छन्। इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन, त्यो मूर्खता हो। अहिले धेरै नेताहरूले भनेको मैले हेरिरहेको छु। प्राय पूर्व राजाका अभिव्यक्तिप्रति आक्रोशित देखिने प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजीलाई भन्न चाहन्छु, थानकहाँ बस्नुहोस्। मैले कुनै यो ख्याल ठट्टा गरिरहेको छैन। मैले यसको जवाब दिन नपरोस् ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर। बढ्ता फुरफुर गर्ने होइन,
हामीले धेरै हिसाब किताब नगरेर छोडेका छौँ। यसपटक भने पूर्व राजालाई संवैधानिक बाटो समाउन सुझाव दिइरहेका छन्। राजाको पछिल्लो सक्रियता बारे हालै एक कार्यक्रममा बोल्दै गर्दा उनले पहिले नै हटाइसकेका राजालाई फेरि कताबाट ल्याएर कुर्सीमा राख्छन् रे भन्दै एक किसिमको निरीहता व्यक्त गरे। देशको कार्यकारी भूमिकामा रहेका उनले राजा फर्किन सम्भव छैन भनेर मानिसहरूलाई आश्वस्त भने पार्न सकेनन्। उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिनेर कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भए त तपाईँहरू कुर्सीमा बस्नुभएको छ राजा हुनु। नेपालबाट राजतन्त्र हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत राजाको पछिल्लो सक्रियताप्रति रक्षात्मक देखिएका छन्। यसअघि पूर्व राजाका गतिविधिलाई लिएर चर्को आलोचना गर्ने गरेका उनले आफू प्रधानमन्त्री भएकै बेला शाहले सक्रियता देखाए दरबार हत्याकाण्डको छानबिन गर्ने भन्दै चेतावनी दिएका थिए। पूर्व राजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्ड बारे फेरि एकचोटि छानबिनतिर सरकार अगाडि बढ्दै। तर पछिल्लो पटक पूर्व राजाले सार्वजनिक रूपमा जनताको साथ खोज्दै सक्रियता बढाएपछि भने दाहालले पनि पूर्व राजालाई संवैधानिक बाटो समाउन सुझाव दिइरहेका छन्। उनले नेपालमा राजा पुनः फर्किन लागेको हो कि जस्तो गर्दै राजा फर्किएमा त्यो दुर्भाग्यपूर्ण हुने र जनताले नस्वीकार्ने समेत बताएका छन्। पूर्व राजा नागरिक भइसकेका छन्। नागरिकको रूपमा पार्टी खोलेर चुनाव लडे हुन्छ। यो मूर्खता उनले गरे भने त्यसको मूल्य झन् ठुलो चुकाउनु पर्ने अवस्था आउँछ। जनता मान्नेवाला छैन। पूर्व राजाको सक्रियताको विषय अब सडकमा मात्र नभएर संसदमा पनि बहसको विषय बनेको छ। यसले गणतन्त्रवादीहरू रक्षात्मक हुँदै गर्दा राजावादीहरूमा भने एक किसिमको आशाको सञ्चार गरेको देखिन्छ। एकजना मित्रले भूत देख्नु भएछ। लेलिनको भूत हो कि माओवादीको भूत हो? उहाँसँग म सभामुख मार्फत प्रश्न गर्न चाहन्छु। र अर्को कुरा, एकजना मित्रले के भन्नुभयो भनेदेखि चाहिँ राजाको जय जयकार गरेको र नेताहरू जिल्लामा जाँदाखेरि मुर्दाबाद गरेको नारा उहाँले सुन्नुभएको थिएन होला। यो त मित्र, यो त ट्रायल मात्रै हो। अरू जिल्लाका मान्छेहरू थपिए, अरू 73 जिल्लाका मान्छेहरू थपिए भनेदेखि जुन भिड आउँछ त्यो देखेर नआत्तिनु होला, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नु होला। त्यो मित्रलाई म अनुरोध गर्न चाहन्छु। सबैजनाहरूको नागरिकहरूको अधिकार छ। नागरिकहरूले आफ्ना कुराहरू राख्न पाउँछन्। यो अस्ति गएको जुन चाहिँ यो 25 गतेको जुन भिड थियो, यो तपाईहरूले नालायक सरकारले जन्माएको भिड हो। यो अहिलेकै अस्तिको प्रदर्शनमा नि हामीले देख्यौँ को फोटो टाँसिए इत्यादि इत्यादि। तर म त्यसलाई पहिलो ठान्दिनँ। त्यो मेन कुरा हो भन्ने मलाई लाग्दैन। मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि। फोटो जसको टाँसिए पनि उत्रेको नेपाली जनता नै हो। यसलाई जनताको असन्तोष र अव्यवस्था र कुशासन विरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिलो गरियो भने धेरै ढिलो हुन सक्छ। सरकारलाई मेरो आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नुहोस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नुहोस्। तपाईहरूको अनावश्यक अहङ्कार, दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो। त्यसको थप मूल्य तिर्न यो देश तयार छैन। पूर्व राजाले औपचारिक रूपमा अपिल गरेर जनताको साथ खोज्नु, सडकमा राजाका पक्षमा व्यापक माहौल बन्नु र यसअघि राजाप्रति आक्रामक देखिने बहालवालादेखि पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरू रक्षात्मक बन्नुले राजतन्त्र पुनर्स्थापनाका लागि बाहिर देखिएको दृश्य बाहेक पनि पर्दा पछाडि कुनै महत्त्वपूर्ण प्लट तयार भएको हो कि भन्ने आशंका समेत जगाएको छ। तथापि राजतन्त्रको पुनर्स्थापनाका पक्षमा अहिले देखिएका गतिविधि र माहौल सतै मात्र हो या त्यो सत्यसँग नजिक छ भन्ने कुरा आगामी केही महिनाभित्रका घटनाक्रमले देखाउने नै छ।
हस् त आजलाई भने हाम्रो सामग्री यति नै। आगामी दिनमा पनि समसामयिक विषयमा विवेचनात्मक सामग्री लिएर आउने नै छौँ। हाम्रा सामग्रीहरू कस्तो लाग्छ कृपया सुझाव र सल्लाह दिन नबिर्सनुहोला। धन्यवाद।